नमस्ते, म हुँ सबिन बुढा। आज भने म सबैभन्दा जापानको ठुलो टोयोटा कम्पनी गाडीको टोयोटा कम्पनीमा जाँदैछु। एकैछिन हेरेर साथ दिनुहोला। तपाईँहरूले देखिराख्नु भएको यो चाहिँ कुरुमाको दृश्य हो। अब यो गाडीलाई चाहिँ कसरी बनाउँछन् हेर्नु साथीहरू। यहाँ जति पनि गाडीहरू देखाइरहेका छन् यिनी अहिले यो कम्पनीभित्र बन्दैछन्। हाम्रो कसरी चाहिँ गाडीहरू बन्छन् हेर्नु साथीहरू। तपाईँहरूले देखिराख्नु भएको यो दृश्यहरू गाडी बन्दै गरेको म आफूले सकेसम्मको सानसानो टुक्राहरू म हजुरहरूलाई देखाउने छु। ममा त्यस्तो गाडीको चाहिँ ज्ञान छैन, तर मैले चाहिँ यही ज्ञान लिएर म यस्तै कम्पनीमा काम गर्छु भनेर नेपालदेखि आएको छु। अब 2 वर्षपछि हेरौँ के कस्तो हुन्छ। यो तपाईँहरूले देखिराख्नु भएको गाडीहरू चाहिँ यो रेडी भइसकेको गाडीहरू मैले तलपट्टि देखाइरहेको छु। अनि यो माथिपट्टिहरू चाहिँ यो गाडीहरू भर्खर बनिसकेको रहेछ। अनि यो चाहिँ अब बन्दै गरेको दृश्य तपाईँहरूले देख्नुभएको छ। सानसानो सिटहरू तिनीहरू बनाइसकेका छन्। केही भागहरू बन्न बाँकी पनि रहेका छन्। यसको चक्काहरू पनि हालिसकेको छ। अब म हजुरहरूलाई फेरि नेक्स्ट कुरुमा देखाउँदैछु। यो चाहिँ भर्खरै बन्दै गरेको पार्ट पुर्जाहरू, चक्काहरू, इन्जिनहरू जोड्दै गरेको रूपमा देखिराख्नु भएको छ। बाँकी गाडीहरू पनि थुप्रै बन्दैछन्। यहाँ चाहिँ कुनै मान्छे लगाएर धेरै मान्छेको आवश्यकता पर्दैन। यो चाहिँ अब बन्नै लागेर ढोका हाल्न मात्र बाँकी छ यो गाडीको। यहाँ चाहिँ एउटा मान्छेले धेरै चिज बनाउन सकिन्छ। धेरै मान्छेहरूको आवश्यकता पर्दैन। यहाँ सबै गर्ने भनेको मसिनद्वारा बनाइन्छ। यो तलपट्टि चाहिँ तपाईँहरूले देखिराख्नु भएको दृश्य पनि त्यहाँ पनि बन्दैछन्। कतिपय गाडीहरू बनाइसकेका छन्। यो गाडी चाहिँ भर्खर रेडी भइसकेको छ। अब हामी फेरि नेक्स्ट गाडीहरू थुप्रै बनाइसकेका छन्। यिनीहरूलाई पनि म देखाउँदैछु। एकदमै राम्रो गाडीहरू, एकदमै राम्रो गाडीहरू छन्। यिनीहरूको रेटहरू पनि यहीँ लेखिएको छ, तर पनि मैले अहिले देखाउन सकिनँ। त्योभन्दा पहिला यहाँ हेर्नु साथीहरू, यिनीहरू चाहिँ गाडीको किलाहरू हाल्दैछन्। किलाहरूलाई कसरी हाल्ने, कसरी राख्ने भनेर यहाँ मान्छेको आवश्यकता पर्दैन। मसिनले आफैले किला हालिदिन्छ। यो तपाईँहरूले देखिराख्नु भएको दृश्य चाहिँ गाडीहरूको किला कब्जाहरू मिलाउने मसिनहरू छन्। साथमा त्यहाँ बिचमा गाडी पनि राखिएको छ। यो चाहिँ एउटा हजुरहरूको सामु जस्ट डमी जस्तो छ, तर पनि थुप्रै गाडीहरू यहाँ टोयोटा कम्पनीको हजुरहरूले हाम्रो नेपाल र इन्डिया थुप्रै देशमा यही कम्पनीको गाडीहरू हजुरहरूले देखिराख्नु भएको छ होला। एकदमै राम्रो